शनिबार बिदा दिने चलन कुन प्रधानमन्त्रीले चलाएका थिए? भीम शमशेर। ब्रेल लिपिका आविष्कारक को हुन्? लुइस पास्चर। नासपातीका लागि सबैभन्दा बढी प्रचलित नेपालको ठाउँ कुन हो? पास। प्राचीन ओलम्पिक खेलकुद कुन देशबाट सुरु भएको थियो? पास। वाल्मीकि ऋषिको वास्तविक नाम रत्नाकर हो, सही कि गलत? सही। यहाँको प्रश्नतर्फ म सरस्वती जान्छु। शनिबार बिदा दिने चलन कुन प्रधानमन्त्रीले चलाएका थिए? भीम शमशेर, सही जवाफ। ब्रेल लिपिका आविष्कारक लुइस पास्चर होइन, लुइस ब्रेल हुनुपर्ने थियो, गलत जवाफ भएको छ। नासपातीका लागि सबैभन्दा बढी प्रचलित ठाउँ फर्पिङ हो, यहाँले पास गर्नुभयो। प्राचीन ओलम्पिक खेलकुद कुन देशबाट सुरु भएको थियो? ग्रिस हो, यहाँले पास गर्नुभयो। र वाल्मीकि ऋषिको वास्तविक नाम रत्नाकर हो, सही कि गलत भन्नेमा यहाँले